हिजो सोनम जोजोले यति छ कस्तो दामी डिजाइन। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। अन्त आजको भिडियो चाहिँ के हो भनेर त बाइ द थम्बनेल टाइटल पनि तपाईहरुले चाल पाइसक्नुभयो होला हो। सो आज चाहिँ बहिनीको गिफ्ट, नौरानमा पाएको गिफ्टहरुको अनबक्सिङ भिडियो हो। अन्त त्यो भिडियोमा चाहिँ अब नौरान त तपाईलाई थाहा भइसक्यो, बादमा गरेको हो उसको। यो जुन मेन चोखाउने नौरान त अलरेडी भइसकेको थियो हो। अन्त त्यतिखेर पनि गिफ्टहरु चाहिँ कति दिनुभएको थियो नि त आफ्नो मान्छेले। अन्त त्योहरु चाहिँ मैले कतिजनाको देखाएँ, तर कतिको चाहिँ मलाई थाहा नभएर म थिइनँ त्यो टाइममा। सो त्यो भएर चाहिँ मैले देखाइनँ हो। अन्त जतिको पनि छ, जति पनि हामीले क्याप्चर गरेको छु त्यो चाहिँ मैले सबै भिडियो गरेको छु। अन्त अब हेर्नुस् होला ल। अब चाहिँ हामी यहाँनिर यो गिफ्टहरु चाहिँ खोल्न आँटेको, अनबक्सिङ गर्न आँटेको। अन्त हिजो चाहिँ अब बेलुका भएर हामीले भ्याएन। त आज चाहिँ कहिले हेर्नु भइरहेको भयो। ल्या रुयो, यहाँ रुन्दैछ कि उसको गिफ्ट खोल्यो नि। बोलीहरू भने चाहिँ रुन्दैन रहेछ। भाउजूले चाहिँ खोल्दैछ। यो चाहिँ दिपाजीको है। रुयो रुयो रुयो। वाउ, पिंक कलरमा रहेछ। ओ बहिनी, ओ तिम्रो ब्ल्याङ्केट मजाको रहेछ। कलर पनि पिङ्की। बेबी सुट ब्ल्याङ्केट है। छोड्नु न, अहिले हालिदिन्छु म। यता ल्याउनु खोलेको जति नानीलाई लाग्छ। नरुवा न एकछिन। अन्त अरू 2-3वटा त्यस्तै त्यस्तो छ त गिफ्ट प्याक। यो त क्यान्टिनबाटै उयो गरेको होला त्यसले। यो चाहिँ अनुपाले ल्याइदिएको हो। को फोन आउँदैछ? सेम हो है। कसले दिएको यो चाहिँ? हजुरलाई आधी उधी त थाहा छैन अब कसले दिएको। यो पनि त्यही हो, नखोल्नु। पेपर त्यतिकै राख्नु। यो चाहिँ पूजा आनी। ए यो बेबी क्यारियर लिएको रहेछ। यो त त्यसले सानै मगाइदियो। ए भन्दै थियो सानै मगाइदिएको छु भनेर। 0 to 12 ए होइन, 0 month प्लस 12 केजीसम्म चाहिँ हुने। 12 केजीहरूसम्म त बस्नु मान्छ होला। त्यहाँबाट त हिँड्नेहरू भएपछि कहाँ मान्छ है। के हो त्यो चाहिँ? कब्जा छैन है त्यो वाला। मजाको कलर है। फर्स्ट क्राईको हो नि त, बेबी हकको जुत्ता छ त। बेबी हकको दामी हुन्छ नि त। कस्तो मजाको रहेछ। सानोबाट चिटिक्कै परेको। कसले? काकी हो कि पातला अहिले नै उयो गरिदिँदा पनि हुने रहेछ उसलाई। यो त यसको त भेज मात्रै रहेछ होइन, सबै भेजै भेज हो के हो है। सुरुवाल यसको मात्रै सुरुवाल छ। त्यसको चाहिँ छैन रहेछ हौ, सबको रहेछ त्यो। यसको चाहिँ एउटाको चाहिँ सुरुवालै आएन रहेछ। कहाँबाट किनेको? यसको सुरुवालै पठाइदिएन रहेछ सेट चाहिँ।
तिमीलाई थाहा भएन होला हौ यो चाहिँ कसले दिएको शीतल रहेछ खादा खादा सुत्थ्यो गरममा चाहिँ हुने रहेछ 6 महिनाको हुँदाखेरि चाहिँ हुन्छ यो चाहिँ उयसले पठाउनु होइन ए पप्पानी दामी छ यो चाहिँ खोइ टोपी यो स्वेटर ले टोपी बोवाला विन्टरमा चाहिँ ठिकै हुन्छ वाङदिपाला ब्ल्याङ्केट त उसको यस्तो वाला त ल्या सेम रहेछ घरमा हुने जस्तो अलिक सानो रहेछ है अलिकति सानो चाहिँ रहेछ ए यो छिरिङ दादाको चाहिँ यो उयो है बेबी सेट हो ब्ल्याङ्केटहरूसँगै भएको है मजाको रहेछ नि त यो चाहिँ यस्तो रहेछ राम्रो भएछ अलिक ठुलोवाला लिँदैछ यो हाम्रो टु डियर सिस्टर फ्रम सोनामपट दामी फेरि खाना हो यो त दामी रहेछ यो चाहिँ सोनाम जोजोले दिएको अरे ब्ल्याङ्केट र बेबी सेट बेबी सेट पनि रहेछ अन्त ब्ल्याङ्केट ए टोपीवाला ब्ल्याङ्केट रहेछ यो चाहिँ है ए पिङ्कमा रहेछ के भन्नु यतिकै राख्नु र यो ब्ल्याङ्केट र बेचिदिनु भएको रहेछ ए बेबीको हो बेबी सेटै रहेछ पिङ्किस भयो यो चाहिँ उर्गेन मामा है यो चाहिँ उर्गेन मामाको यो त देखि त हाल्यो किन खोल्नु ब्ल्याङ्केटै हो होइन ब्ल्याङ्केट यो चाहिँ विन्टरमा हुन्छ यो चाहिँ अलिक ठुलै हुने रहेछ नि त विन्टरकै लागि ए मिसको रहेछ यो चाहिँ यो पनि अलिक ठुलो हुँदा हुने चाहिँ विन्टरमै है ए हो लमानी जस्तै लाग्यो उयो भालु भएको कुनै के भन्दै थियो नि त छोरा भनेर हौ यो चाहिँ लमानीको होइन त छोरीले लाउँदा पनि हुन्छ भाइ उतापट्टि छ स्यान्सु आउँदैन हौ रिसाइराखेको छ त्यो रिसाइराखेको छ आउँदैन त्यो स्यान्सु देख्यौ छैन यहाँ आसेन बोल्छ अरे बोलाउँदैछ यो चाहिँ लमानीको हो किनकि मलाई अलरेडी थाहा थियो भालु भएको छ भनेर पर्खाला आउँदैछ न ऊ के देखाउँछ अरे तिमीलाई के किनिदिइरहेको छ नबोल त यहाँ ऊ यहाँ हेर भन्दैछ ऊ बाइक ल्या गन तिमीलाई उसलाई ल्याइदिन्छ भनेको नि त ए त्यो हो ब्ल्याङ्केटै हो
यो चाहिँ लास्ट स्टेसन घरमा त ल्याउनुलाई यो पनि यो कुनै दिएको कुनै दिएको त्यो खै हो कस्तो दामी रहेछ यसको चाहिँ उयो छैन रहेछ के हो बेल्ट नभएको खालको रहेछ फेरि टाल्ने पनि छैन रहेछ नि त है च्यार गर्ने यस्तो दामी रहेछ यस्तो लुगा चाहिँ बोल्दैन त अन्त काट्छ त दामी रहेछ तर सफ्ट न सफ्ट है उयो पनि छ तिमीले उठाएको होइन टिकी रहेछ यो ठुलो रहेछ यो चाहिँ सानो रहेछ सो यो त हेऱ्यो है बहिनीको गिफ्ट चाहिँ यति नै थियो यहाँनिर हामीले यो गिफ्ट चाहिँ यो खोलिसकेर पनि यहाँ राखेको छौँ हो अन्तखेरि भाउजू यहाँ नानीलाई फिट गराउँदैछ अन्तखेरि यहाँ पनि छ है अर्को गिफ्ट चाहिँ यो चाहिँ उता बहिनीको कालिम्पोङको माम र मेमेले ल्याइदिनु भएको हो माम र मेमे चाहिँ अस्ति नै आउनुभएको थियो नि त खास चाहिँ उसको न्वारन त अस्ति नै चोखाएको हिजो चाहिँ पार्टी दिएको नि त सो त्यो भएर चाहिँ मामहरू चाहिँ हिजो आउनु भएन अस्ति नै आउनुभएको थियो अन्त यो हो मामको चाहिँ यो अन्तखेरि अर्को पनि छ तर त्यो चाहिँ भाउजूले कता राखेको छ होला है भित्रै छ देखाइदिन्छु ल भोलि पछि नानीले बहिनीले हेर्छ नि त अन्त मलाई माम र मेमेले यस्तो दिएको थिएछ भनेर यो चाहिँ कालिम्पोङको माम र मेमेले दिनुभएको हो देखाइरहेको छु ल यो चाहिँ तर अब अहिले लाउनु हुँदैन अरे कस्तो दामी डिजाइन कस्तो मजाको रहेछ यो चाहिँ तर 5 महिनाहरू पुगेपछि मात्रै लाउनुहुन्छ नानीले यो र यो चाहिँ माम र उसको माम र मेमेले दिनुभएको यो चाहिँ आमालाई पनि नानीलाई खालि होइन आमालाई पनि ल्याइदिँदो रहेछ नि त यहाँ चाहिँ मलाई थाहा थिएन न्वारानमा आमाले पनि पाउँछ भनेर अन्त यस्तोहरू छ हर्लिक्स घिउहरू चाहिँ पुरा ल्याइदिएको छ तल फ्रिजमा राखेको छ आधी चाहिँ हो अन्त यहाँ चाहिँ घरिबीले खदाहरू मिलाइदिँदैछ खदा ज्यादा भएर यहाँ खदा मिलाइदिँदैछ हो अन्त अरू गिफ्ट पनि देखाउँछु ल किनकि अब बहिनीको न्वारन त अस्ति भएको हो सो त्यो भएर न्वारनको बेलामै कतिले चाहिँ गिफ्ट दिइसकेको थियो नि त सो त्यो भएर हो यो चाहिँ यो नानीको वार्डरोब चाहिँ यो चाहिँ यहाँ हाम्रो ठुलो भाउजूले उसको बडीले दिएको हो अन्तखेरि अन्त यहाँ पनि छ यो हिजो न्वारनमा लगाइदिएको थियो यो स्वेटर र यो चाहिँ सुमी छेचीले उसको कान्छी मामले दिएको हो अन्त यहाँ अब कतिजनाले के दिएकोहरू होला कि तर मलाई थाहा छैन नि त म थिइनँ म त हिजो आएको सो त्यो भएर म थिइनँ अन्त मलाई थाहा छैन कसले दिएको भनेर अन्त यो चाहिँ हाम्रो मामा र माइजू यता सानो आन्टीले दिनुभएको यो नानीको यस्तो सेट छ हो घरिबीहरूले दिएको चाहिँ अस्ति है अस्ति ओपनिङहरू सबै भइसक्यो घरिबीले दिएकोहरू चाहिँ हो अन्त कति त मैले छुट्याएँ नि त अब सो मैले अब सबै गिफ्टहरू त देखाइसकेँ हामीले अनबक्सिङ गरिसक्यो हो अन्तखेरि अब लास्टमा चाहिँ यो छ बहिनीको योमा चाहिँ यस्तोहरू छ हो अन्त अब यो चाहिँ हेर्नुपर्ने छ हामीले अरू त सबै हेरिसक्यो त्योमा मैले कति चाहिँ अब अस्ति जब चाहिँ न्वारन चोख्यो नि त्यो टाइममा पनि दिनुभएको थियो नि त आफ्नो मान्छेहरूले त सबैले अन्त त्यो चाहिँ मैले कतिको देखाउनु पाएँ कतिको मलाई थाहै छैन म थिइनँ त्यो टाइममा सो त्यो भएर मैले देखाइनँ हो अन्त अब चाहिँ यो खोलेर हेर्छ हामी ल ला कतिको त लिफै छैन रहेछ भाउजू यहाँ देखाउँछु तपाईँलाई पछि यो निकालेर हो यस्तो रहेछ अब यो चाहिँ अब एकैचोटि हामी काउन्ट गर्छु हो त्यहाँबाट चाहिँ कति छ के छ हो त्यो देखाउँछु ल यहाँ चाहिँ बहिनीले पैसा पनि हामीले काउन्ट गरिसक्यो अब कति भयो त्यो चाहिँ भन्दिनँ हो यहाँ चाहिँ यति छ खै यहाँनिर मानेन यहाँ हात दिनु ल्याउनु त्यो पाम पनि थियो यो भिडी ल्याइराको भिडी
तपाईँले पाम पनि उयो गरिदिनु ल, अम्ला मात्रै नगर्ने। झन्डै निकाल्यो। भयो 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 पाँच भयो है हाम्रो बहिनी चाहिँ। खै अब खुट्टाको पक्रिनु त खुट्टा यस्तो गरेर बसिरहेको रहेछ। बहिनी खुट्टा यसो गर न। लु खुट्टाको अम्मा भयो। दामी भयो। खुट्टाको चाहिँ दामी भयो खुट्टाको। लु हात र खुट्टा एकपट्टिको चाहिँ अलिअलि कता कता भएछ तर पनि ठिकै छ। पन्जा लगाइदिनु। यो त कस्तो च्याप्चा अब चाहिँ यो हामी गर्नुपर्छ पेन्टिङ। यो चाहिँ हाम्रो यो पनि रेडी भयो, ह्यान्ड एन्ड फुट प्रिन्ट हो। यस्तो भएको छ हातको चाहिँ उसले कस्तो साह्रो पऱ्यो, हामीलाई कति घन्टा लाग्यो हो गर्नु। यहाँ बल्ला भाउजूले मैले सक्यो। अन्त यो चाहिँ अब फ्रेममा हाल्नु चाहिँ अब अलिकति यसलाई अलिकति सेट हुनु दिएर मात्रै हाल्ने हो। त्यही भएर